अनि म चाहिँ आफ्नो घर आएको छु बर्दिया। अनि आज चाहिँ म र मेरो साथी भएर घुम्न जाँदैछौँ ब्ल्याक बक कन्जर्भेसन एरिया कृष्णसार। सो आज म भ्लग बनाउँदैछु, सो हेर्नु होला लास्टसम्म अनि हेरौँ कस्तो हुन्छ। धेरै वर्षपछि जानु लाग्छ। म त 10 मा पढ्दा गएको क्या हो, अब जाँदैछु। सो लेट्स सी गाइज कस्तो हुन्छ। आज रमाइलो गर्नुपर्छ कृष्णसारमा। बाई। हेलो, हामी कृष्णसार आइसक्यौँ गाइज। अब म हजुरलाई यहाँको भ्यू देखाउँछु, यस्तो दामी छ। ल हामी कृष्णसारमा आइपुग्यौँ। हाई। अनि के भन्छ न साथी, आज मलाई ह्यान्डओभर गरेको यो च्यानल उसले। हामी उसको घुम्न आछौँ, केही खानेकुरा पनि बोके छैनौँ। यस्तो घाम छ त्यही पनि हामी के पनि नबोके होइन। मैले पानी लिएर आएको छु पानी। अनि त्यसपछि हाम्रो यहाँ ठुलो ब्ल्याक बक हो यो भने ठुलो ब्ल्याक हो है। यो व्हाइट बक हो, ऊ त्यहाँ रेड बक छ, ब्ल्याक बक चाहिँ ऊ त्यहाँ छ। टुरिज्म प्रमोट गरौँ न, हो कस्तो हो र आफ्नो ठाउँको। प्लिज गाइज यहाँ आउनु होला। नेपालको वान एन्ड ओन्ली ब्ल्याक बक कन्जर्भेसन एरिया हो, राइट। त्यही भएर सबैजना आउनुपर्छ। नेपालभरिको मान्छेहरू सबै आउनुहोस्। बाहिरको मान्छे चाहिँ नआउने होइन, सबैजना आउने। काल भयो त्यो उता गएर। हाम्रा हसमुख साथीहरू दामी देख्यो यहाँबाट। हामी चाहिँ खैरापुर लेक पिस खान आइसक्यौँ कृष्णसार रिसोर्टमा। चाहिँ कटेजहरू छ यहाँनिर। यो चाहिँ रिसोर्ट छ। हामी चाहिँ यहाँको फेमस लेग पिस खान आछौँ। लेग पिसै छैन, अब अहिले आउँछ पानी स्प्राइट यत्रो जम्बो। जिज्ञासाको चाहिँ व्रत हो, अब उसले खाँदिन, स्प्राइट खान्छ उसले। हामी चाहिँ लेग पिस खानु। कृष्णसार घुमेर आएर पनि पिज्जा पार्टी गर्दैछु। मामा घरमा आएर हाम्रो आज पिज्जा पार्टी चलिरहेछ। हेलो भन सानी। हेलो भन्दै जानु। हेलो। पिज्जा खाइरहेको छु भन छोरो। के खान्छौ? पिज्जा कस्तो छ? यम्मी भन्यौ? यम्मी गर्दै छोरो, यसो गर्दै यम्मी गर्दै। गर्दै न। हातले पनि गर्दैन, हातले पनि। हातले पनि यम्मी गर्दै। यम्मी कस्तो हुन्छ भन्देऊ त? यस्तो गर्दै न, यम्मी कस्तो गर्ने रे? वाउ, ल पिज्जा देखाउँ न। बबाल पिज्जा बनाउनु भयो हाम्रो मामाले, माइजूले, आन्टीले पनि हो। आन्टीले। म चाहिँ खाना आएको। हेड सेफ चाहिँ म हो। अरु सहायकवाला हुन्। यति नै हो आजको भ्लग चाहिँ। अब रात परिसक्यो। हजुरबा हजुरमम्मी यता हुनुहुन्छ। हाई भन्नु न। हाई हजुरबा पनि। खै हजुरबा हेलो भन्नु।
गरिसक्यो होइन हाम्रो मुभी 10:30 बजेको हो हामी यति बजी 11:30 11:30 बजेको 10:40 भइसक्यो है 41 भइसक्यो अब खै पुगिन्छ कि पुगिँदैन हामी मुभी हेर्न आइसक्यौँ हेलो गाइस हामी भर्खरै मुभी हेरेर आएर अलि अगाडि मुभी हेरेर आएको अनि बागेश्वरी मन्दिर आएको छौँ दर्शन गर्न मन्दिरको दर्शन गरेर मन्दिर हामी चाहिँ यहाँ मन्दिरमा छौँ बिहान भात खाएर आएको त्यही पनि आइसकेपछि जाऊँ भनेर अनि आयौँ अब हामी एकछिनमा फर्किन्छौँ दर्शन गरेर फोटोसोटो खिचेर नेपालगञ्जबाट फर्किँदैछौँ जाने बेलाको आउने बेला अनि रात परिसक्यो अब हामी जाँदैछौँ यहाँ हल्का हल्ला कल्ला छ गाडीमा Hey guys, this is next day after our नेपालगञ्ज vlog. हिजो चाहिँ हामी नेपालगञ्ज गएको थियौँ होइन अलिअलि काम थियो प्लस मुभी हेर्न गएको थियौँ अनि आज चाहिँ हामी जाँदैछौँ बजार लौकाई बजार हाई गाइस यहाँनिर नजिकै एउटा इन्डियाको बजार छ अरे नाम फेरि लौकाई रे यो कस्तो नाम हो थाहा थिएन अनि म पनि फर्स्ट टाइम जाँदैछु म त सेकेन्ड थर्ड टाइम इन्डिया हो न जोस् त्यो रमाइलो छ हामी अब रिक्सामा इन्डिया जाँदैछौँ अब त्यहाँ लौकाई बजारको पनि टुर गराउँला हेरौँला अनि त्यहाँ हामी सपिङ गर्न जाँदैछौँ अब के सपिङ गर्छौँ त थाहा छैन जोस् अब हेर्न जाँदैछौँ कस्तो छ भनेर त्यही हो त्यही भएर लास्टसम्म हेर्नु होला मैले भ्लगहरू के बनाएको छु यति सबै जोडेर हाल्छु लास्टमा त्यही हो अब हामी एकछिनमा जान्छौँ हामीले रिक्सा कुर्दैछौँ म चाहिँ बाटो देखाउँछु मेरो घरबाट हुनु त्यहाँ लुगासुगा यो मेन रोड हो हाम्रो घरबाट यो हाम्रो घरको कागतीको रुख घरको नि भ्लग गरौँ क्या यो चाहिँ हाम्रो घर हो यो चाहिँ पुरानो घर हो हाम्रो मेरो हजुरबुवाले बनाउनु भएको घर यो चाहिँ मेरो मम्मी यहाँ बसिराख्नु भयो रिक्सा कुरेर लौकाई जान शॉपिंग कर रहे हैं अब मैं दिखाती हूँ यहाँ का बाजार आप लोगों को हमारा हिंदी बहुत ही फूटा है इसलिए एडजस्ट कर लेना इंडिया में आए थे हम लोग थक चुके हैं ये हमारा पहला पसल है